नमस्ते। नेपाल धितोपत्र बोर्ड अर्थात् सेबोनको परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने वित्तीय अवधारणाहरूको गहिरो ज्ञान हुनु एकदमै महत्त्वपूर्ण छ। आज हामी धितोपत्र बजारका तीनै अत्यावश्यक सिद्धान्तहरूलाई एकदमै सरल भाषामा टुक्रा टुक्रा पारेर बुझ्नेछौँ। सुरुमा धितोपत्र बजारका शब्दहरू, यसको संरचना अलि जटिल लाग्न सक्छ। तर चिन्ता नलिनुहोस्, आज हामी ती सबै जटिलतालाई पन्छाएर यसको चुरो कुरोसम्म पुग्नेछौँ ताकि हरेक अवधारणा दिमागमा छर्लङ्ग होस्। ल, हाम्रो यो यात्रालाई 5 भागमा बाँडेर हेरौँ है त। हामी सबैभन्दा पहिले समग्र वित्तीय प्रणालीबाट सुरु गर्नेछौँ। त्यसपछि बजार, त्यहाँ किनबेच हुने धितोपत्र, बजार नाप्ने सूचकहरू हुँदै अन्त्यमा बजार सञ्चालनका नियमहरूसम्म पुग्नेछौँ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट। सबैभन्दा पहिले ठूलो चित्र हेरौँ, समग्र वित्तीय प्रणाली। धितोपत्र बजार कहाँ र कसरी फिट हुन्छ भनेर बुझ्नको लागि यो जगलाई बुझ्नु अनिवार्य छ। वित्तीय प्रणालीलाई अर्थतन्त्रको रक्त सञ्चार प्रणाली जस्तै सोच्न सकिन्छ। यसले के गर्छ त भन्दा बचतकर्ताहरूसँग भएको साना बचतलाई जम्मा गरेर उद्योग, व्यवसाय जस्ता ठाउँमा पुर्याउँछ जहाँ पुँजीको खाँचो छ। यसरी नै अर्थतन्त्र चलायमान हुन्छ। अब त्यो ठूलो प्रणालीभित्र पनि एउटा खास ठाउँ छ जसलाई हामी वित्तीय बजार भन्छौँ। यो भनेको त्यस्तो एउटा मञ्च हो जहाँ पैसा बचत गर्ने र पैसा चाहिने व्यक्ति वा संस्थाहरू बीच लेनदेन हुन्छ। ल, अब पालो दोस्रो खण्डको। अब अलि भित्र पसेर हेरौँ है त। यो वित्तीय बजार पनि एकै प्रकारको मात्र हुँदैन। आउनुहोस्, यो बजार पनि कस्ता कस्ता हुन्छन् त्यो बुझौँ। हेर्नुहोस्, वित्तीय बजारलाई मुख्यतया समयको आधारमा 2 भागमा बाँडिन्छ। एउटा मुद्रा बजार र अर्को पुँजी बजार। मुद्रा बजार चाहिँ छोटो अवधिका, मतलब 1 वर्षभन्दा कम समयको कारोबारका लागि हो भने पुँजी बजार चाहिँ लामो अवधिको लगानीका लागि हो। अब यो पुँजी बजारभित्र अझै भित्र जाँदा यसका पनि 2 प्रकार छन्। एउटा हो धितोपत्र बजार, जहाँ सेयर र डिबेन्चर जस्ता उपकरणको कारोबार हुन्छ। अर्को हो गैर धितोपत्र बजार। हाम्रो लागि विशेष गरी सेबोनको परीक्षाको दृष्टिकोणले यो धितोपत्र बजार एकदमै महत्त्वपूर्ण छ। बजारको हालचाल बुझ्न यी 2 शब्द बुल र बियर नबुझी हुँदैन। जब बजार साँडेले सिङले उचाले जसरी लगातार माथि जान्छ त्यसलाई बुल मार्केट भनिन्छ। यसले लगानीकर्तामा उत्साह जगाउँछ। तर जब बजार भालुले पन्जाले झम्टे जसरी तल झर्छ त्यसलाई बियर मार्केट भनिन्छ र यसले निराशा ल्याउँछ। ल, बजारको बारेमा त बुझ्यो, तर त्यो बजारमा आखिर किनबेच चाहिँ के को हुन्छ त? हो, अब तेस्रो खण्डमा हामी तीनै धितोपत्र र वित्तीय उपकरणहरूको संसारमा प्रवेश गर्नेछौँ। धितोपत्र भनेको के हो त? सिधा भाषामा भन्दा यी यस्ता वित्तीय कागजपत्र हुन् जस्तै कि सेयर, डिबेन्चर, बन्ड। कम्पनी वा सरकारले पैसा उठाउनको लागि यिनीहरू जारी गर्छन् र यिनलाई बजारमा किनबेच गर्न सकिन्छ। सबैभन्दा धेरै सुनिने भनेको साधारण सेयर हो, होइन त? यो किन्नु भनेको कम्पनीको सानो हिस्साको मालिक बन्नु जस्तै हो। तर याद राख्नुहोस्, मालिक भएसँगै जोखिम पनि सबैभन्दा बढी हुन्छ, किनकि सबै दायित्व तिरेपछि अन्तिममा बाँकी रहेकोमा मात्र साधारण सेयर धनीको हक लाग्छ। अर्को छ अग्राधिकार सेयर। यसको नाममै अग्राधिकार छ, अर्थात् पहिलो अधिकार। यसमा लाभांशको दर पहिले नै तोकिएको हुन्छ र कम्पनीले नाफा बाँड्दा होस् वा बन्द हुँदा होस् साधारण सेयरधनी भन्दा पहिले यिनीहरूले पैसा पाउँछन्। त्यसैले यो कम जोखिमपूर्ण मानिन्छ। अनि हकप्रद सेयर, यो भनेको चाहिँ कम्पनीले थप पैसा उठाउनु पर्दा बाहिरका नयाँ लगानीकर्ता खोज्नुभन्दा पहिले आफ्नै पुराना सेयरधनीलाई पहिलो हक दिनु हो। उनीहरूले आफ्नो स्वामित्वको अनुपातमा सेयर किन्न पाउँछन्। अब डिबेन्चरमा झुकिनु हुँदैन है। यो सेयर होइन, यो त ऋणपत्र हो। डिबेन्चर किन्दा कम्पनीको मालिक बन्ने होइन, बरु कम्पनीलाई ऋण दिने साहु बनिन्छ। बदलामा कम्पनीले निश्चित ब्याज दिन्छ र तोकिएको समयमा सावा फिर्ता गर्छ। के किनबेच हुन्छ त्यो त थाहा भयो, तर बजारको समग्र स्वास्थ्य कस्तो छ भनेर कसरी थाहा पाउने हो? अब चौथो खण्डमा हामी बजारको थर्मोमिटर अर्थात् सूचकहरूबारे कुरा गर्नेछौँ। नेपालको स्टक मार्केटको मुटुको धड्कन भनेकै नेप्से परिसूचक हो। यसले बजारमा सूचीकृत सबै कम्पनीहरूको समग्र प्रदर्शनलाई एकै ठाउँमा देखाउँछ।
त्यसैले त यसलाई अर्थतन्त्रको ब्यारोमिटर पनि भनिन्छ र यसको गणना 2050 साल माघ 30 गतेबाट सुरु भएको हो। बजार पुँजीकरणले सिधा बजार कत्रो छ भनेर देखाउँछ। कुनै कम्पनीको बजार पुँजीकरण निकाल्न त्यसको जम्मा शेयर सङ्ख्यालाई एउटा शेयरको आजको भाउले गुणन गर्ने हो। सजिलो छ। नेप्सेभित्र पनि अझै छानी उत्कृष्ट कम्पनीहरूको एउटा छुट्टै समूह छ जसलाई सेन्सिटिभ इन्डेक्स भनिन्छ। यसमा पढ्नलाई कम्पनी निकै बलियो हुनुपर्छ, जस्तै राम्रो पुँजी, हजारौं शेयरधानी, लगातार 3 वर्ष नाफा अनि सबै हिसाब किताब समयमै बुझाएको हुनुपर्छ। ल हामीले बजार बुझ्यौं, के किनबेच हुन्छ त्यो पनि बुझ्यौं, तर यो सबै चलाउने को हो, नियम कानुन के छन्? अब हाम्रो अन्तिम तर एकदमै महत्त्वपूर्ण खण्डमा पर्दा पछाडि हेरौं। धितोपत्र बजार एउटा जीवन्त इकोसिस्टम जस्तै हो, जहाँ हरेकको आफ्नो आफ्नो महत्त्वपूर्ण भूमिका हुन्छ। जस्तै ब्रोकरले हामीलाई किन्ने बेच्ने काममा सघाउँछ, मर्चेन्ट ब्याङ्करले आइपिओ निकाल्न मद्दत गर्छ अनि शेयर रजिस्ट्रारले कसको कति शेयर छ भनेर रेकर्ड राख्छ। यी सबै मिलेपछि मात्रै बजार चल्छ। बजार सबैका लागि निष्पक्ष होस् भनेर एउटा एकदमै कडा नियम छ। भित्री कारोबार गर्न पाइँदैन। यसको मतलब कम्पनीको कुनै गोप्य कुरा जुन बाहिर अरूलाई थाहा छैन त्यसको आधारमा शेयर किनेर फाइदा लिनु गैर कानुनी हो। यसले सबैलाई समान असर दिन्छ। ल हेर्नुहोस्, हामीले पुरै वित्तीय प्रणालीको ठूलो चित्रबाट सुरु गरेर बजार, धितोपत्र, सूचक हुँदै नियम कानुनसम्मको यात्रा गर्यौं। हौ, यिनै आधारभूत कुराहरूमा राम्रो पकड बनाउनु नै धितोपत्र बजारमा सफल हुने पहिलो खुड्किलो हो। अब जब यी आधारभूत कुराहरू प्रष्ट भएका छन्, एकपटक सोच्नुस् त, आफ्नो लगानीको लक्ष्य र जोखिम लिन सक्ने क्षमता अनुसार कुन चाहिँ बाटो रोज्नुहुन्छ? धेरै जोखिम लिएर धेरै कमाउने अवसर भएको साधारण शेयर कि ढुक्कसँग ब्याज आउने डिबेन्चर? हो, यही निर्णयले वित्तीय यात्राको दिशा तय गर्छ।